म फेरि यहाँनिर टिप्स नपाउला जस्तो भइसक्यो। हामी यो बर्दुबईको कुना कुना काप्चा गल्ली गल्ली आइरहेको छौँ यहाँनिर। यो हेर्न सक्नुहुनेछ एकदम अहिले डार्क भइरहेछ। डार्क वकास म यहाँबाट यो चाहिँ यहाँ ठ्याक्कै यो गार्बेजहरू हो पर राख्ने रहेछ यो दुबईको। यहाँ कलेक्सन गरेर यो गार्बेजहरू अब व्यवस्थापन गर्छन् यहीँको हिजोको मान्छेले होइन। राजवेरी भेजिटेरियन रेस्टुरेन्ट यो चाहिँ राजवारी भेजिटेरियन रेस्टुरेन्ट रहेछ यहाँनिर धेरै प्रकारको खानाकुराहरू बनाउँदो रहेछ। हामी फेरि पनि हेलो साथीहरू, हामी अब फेरि अर्को बाटोतिर मोड्दैछौँ। यहाँनिर थुप्रै प्रकारको रेस्टुरेन्टहरू होटलहरू पसलहरू देखिरहेको। अब हामी 3 जना ग्रुप चाहिँ फेरि उता अर्को साइडतिर जाँदैछौँ। यो हाम्रो बाटो देखाउने मान्छेले आज कहाँको कुन गल्ली बाटो लाँदैछ। भिभोको यहाँ रहेछ है, अप्पोको यहाँ रहेछ, भिभोको यहाँ रहेछ। भिभो अप्पो मोबाइल रिपेयरिङ अनि ब्रान्डेड कपडाहरू, सुज एन्ड ब्याग रिपेयरिङ सबै रहेछ यहाँनिर। रिपेयरिङ मोबाइल, आइफोन, ल्यापटप, आइप्याड सबै रहेछ होइन। ल्यापटप सेल्सहरू हुँदो रहेछ यहाँनिर। हामी चाहिँ ग्रानिस स्टोरियातिर पो छिरिरहेको रहेछ है। यहाँ अगाडि हाम्रै कम्पनीको 2 जना मान्छे पनि गइरहेको रहेछ पोकापतिबाट बोकेर। मैले पछाडिबाट चिनिसकेँ। अनि हामी चाहिँ सेन अवसरतिर आइपुग्यो। आज चाहिँ भ्यालेन्टाइन डे स्पेसल है। सबैतिर झिलिमिली एकदम लाइटिङ एन्ड डिस्को लाइटिङ भइरहेको छ। बस्दै गर्मी भइरहेको छ होइन। हसन मिना बजार प्लाजा। अब यहाँ चाहिँ मिना बजार प्लाजातिर आउँदैछ। मिना बजार त भयो, भेराइटी मोमो खोइ। अब भेराइटी मोमो चाहिँ अब जमजम इलेक्ट्रोनिक यहीँ जमजम इलेक्ट्रोनिक जस्तै छ त है। अस्यान